हेलो साथीहरु, मेरो चाहिँ दिदीले हैन साइकल सिक्दै हुनुहुन्छ है। साइकल सिक्न नसक्ने भयो ल हेर्न त यहाँ साइकल सिक्दै हुनुहुन्छ। अब यो कहिले सिक्ने कहिले चलाउने हो। ल हेर्नु त साइकल चलाएर है के भन्नु। ल कहिले स्कुटर सिक्ने। अब यहाँ हिलो छ है यहाँनेरि। अब हिलोमा चाहिँ माछा मार्ने भयो दिदीले। ल ल है ल ल ल ल ल लडे 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 ल ल ल यो हिलोमा चाहिँ नलड्नु है। ल ल ल ल अब यो हिलोमा माछा कसरी मार्छन् भन्ने अब याद गर्ने। ल हिलोमा है उहाँ हेर्ने साइकल सिकेको नि के गर्नु। अब ऊ बेलामा सिक्नु भएन। अब यतिखेर चलाउनु अब उहाँ आन्टीले अब साइकल चलाउनु लाग्नु भएको छ उहाँ। ल ल चलाउनु त आन्टी। ल चलाउनु आन्टी। ल ल आन्टीले चलाउनु भयो। ल है ल ओ ल गोड आन्टीले। ल एकै खेपमा आन्टीले साइकल सिक्नु भयो। ल है ल है आन्टीले एकै खेपमा साइकल चलाउनु सिक्नु भयो। ल ल ल ल ल ल हाँ के त ल कसले मैले ल ल साइकल चलाउनु सिक्नुभयो। ल ल त ल म हिजो न उ गरिसकेँ नि। अनि बाइक नि उ ल अब चाहिँ यहाँ रेसना सेन्चुरीले साइकल चलाउनु सिक्दैछिन् है। ल आउँदैन नि बिर्सिसक्यो होला। ल ल यहाँ पनि यसो घर बन्द रहेछ है। यस्तो छ गाइज मेरो मधुबनी हो होइन। यस्तो छ धानै धान छ यतातिर। यस्तो छ हाम्रो मधुबनी गाउँ यस्तो छ है। हिँड छोरी उता बहिनी उता। ल यता अब भन्छ पहिला यो त तलतिर चाहिँ अब मेरो घर थियो अरे भनिन्छ होइन। अब के हो थाहा छैन। यस्तो छ अब यो रोड चाहिँ अब पिच हुँदैछ। यहाँ पुलहरू गर्दैछ पिच हुँदैछ। ल ल ल जाउँ ल है। अब यस्तो छ। ल ल ल ल ल ए जोन बाबु प्लास्टिक लिनु कति रे। प्लास्टिक लिन्छ हौ। ल प्लास्टिक लिएर आऊ। ल ल यस्तो छ है। भिडियोहरू कस्तो लाग्यो होइन। भिडियोहरू मन पर्यो भनेदेखि होइन खिचिदिनु हो। के हो तिमीले त बोतलै बोकेर हिँडेछौ त। ल ओहो ल अब छोरी पनि बोतल बोकेर हिँडेछ। ल बोतल के हो तिमीले खाएको खाने हो अब तिमी यो खाने दसैँमा खानु परिहाल्यो। अप्पै के भन्छ ल आऊ आऊ ल ल ल ल यस्तो छ है हाम्रो ए आहा यो हो ठाउँ। यो त नयाँ नयाँ घर पनि बन्द रहेछ। यस्तो छ है मेरो लागि चाहिँ एकदम। मेरो बाबा सानोमा यही ठाउँमा मेरो बाबा चाहिँ यताउता हिँड्नुहुन्थ्यो होइन। यसो तल सबै मेरो बा चाहिँ पहिला यतै हुनुहुन्थ्यो होइन। अब अहिले चाहिँ अब उता बसिएछ। अब यो पहिला यो सबै तोरी थियो हौ। यो ठाउँहरू पहिला तोरी हुन्थ्यो। धान खेत थिएन बारी थियो। अहिले यस्तो छ अहिले चाहिँ। अनि यो घर चाहिँ मेरो फुपू हजुर। पानी हेर्नु त यहाँ ओ सेट कत्रो पानी हेर्नु त यहाँ पानी यस्तो आएको छ। पानी भोरी पानी छ है। यो केरा गाछी हो होइन। यसरी आउने यस्तो छ ठाउँ मधुबनी होइन। यस्तो छ साथी हो। यो चाहिँ मेरो फुपू हजुरआमाको घर। मेरो फुपू हजुरआमा घर हो है। यो चाहिँ मेरो बाउको फुपूको घर। अहिले चाहिँ अब हुनुहुन्न। अहिले चाहिँ उता छोराहरूसँग जानु भएको छ के अरे आज दसैँले गर्दा। अनि यता यस्तो छ मधुबनी हाम्रो मधुबनी। अनि यो चाहिँ अब मेरो कान्छा हजुरबाको घर है। कान्छा हजुरबा घर यो मुन्गा गाछी यस्तो छ। यो मुन्गा गाछी आँप सबै फल्छ। यो भैँसी यस्तो हुन्छ है। भैँसी हाम्रोतिर चाहिँ हेर्नुहोस् यहाँ भैँसी यस्तो हुन्छ। यो मेरो कान्छा हजुरबा काकाको घर
यस्तो छ है धान। पहिला यहाँ त सबै बारी थियो के, बारी थियो पहिला होइन। अनि तोरी नै तोरी हुन्थ्यो कि पहिला। अनि अब हाम्रो हजुरबाहरू चाहिँ अब मेरो बुवा चाहिँ यतै नै अब बस्नुहुन्थ्यो होइन। यस्तो छ मेरो कान्छा हजुरबा घर। यो भैँसी दुना भैँसी हो, यो गोठ भैँसी बान्ने गोठ यो हो। यस्तो हुन्छ हाम्रो चाहिँ यहाँ भैँसी बान्ने गोठ होइन। यस्तो छ अनि यस्तो ऊ छ है। अनि उहाँ चाहिँ मेरो कान्छा हजुरबा उहाँ फुपू फुपाजु होइन। अनि यस्तो छ मेरो हजुरबाको है कान्छा हजुरबा घर। ल भिडियो मन पर्यो भने लाइक सब्सक्राइब कमेन्ट गरिदिनु है त। ल भिडियो मन पर्यो भने लाइक सब्सक्राइब कमेन्ट गरिदिनु है त।